हेलो वेलकम टु माई न्यू ब्लग्स। अनि आज चाहिँ मैले फर्स्ट टाइम यसरी ब्लग बनाउँदैछु भोइस ओभर गरेर। अनि कहिले चाहिँ यसरी मैले भोइस ओभर गरेको छैन। अनि अगाडि पनि बोल्न चाहिँ लाज लाग्यो, त्यही भएर अनि पछि भोइस भिडियो एडिट गरेर अनि पछि चाहिँ भोइस गरेको छु। आज चाहिँ मेरो बर्थडे अनि मेरो साथीको पनि बर्थडे। हामी सँगसँगै बर्थडे गरेको थियौँ। हामीलाई थाहा थिएन, पहिलाको वर्ष पनि थाहा थिएन कि हामी सँगै बर्थडे छ भनेर, त्यति ख्याल भएन। अनि मन्दिरबाट आइसकेपछि उसले मलाई सरप्राइज गिफ्ट थियो। अनि म अचम्मै परेँ कि गिफ्ट पाउँदा। अनि एकदम सक। अनि मलाई पनि थाहा थिएन कि हामी दुइटाको सँगै होला बर्थडे भनेर। अनि मैले बर्थ डेट भन्दा नि उसले बर्थ डेट भन्दा नि सेम डेट भयो। अनि हामीले सेलिब्रेसन गऱ्यौँ। आजको दिनलाई चाहिँ हामीले पहिलेदेखि प्लान गरेको थियौँ कि यस्तो यस्तो गर्ने, आज यस्तो यस्तो गर्ने भनेर पहिलेदेखि प्लान गरिरहेको थियौँ। अनि आज सक्सेस भयो हाम्रो। उसको लागि चाहिँ फुल टिप दिन गएँ। अनि उसले चाहिँ यो फुल कस्तो राम्रो हो कि भनेर भनिरहेको थिएँ। अनि मैले चाहिँ फुल टिप दिएर ल्याइदिएँ उसलाई चाहिँ। अनि हामी चाहिँ अहिले अल केयर्स नेपालमा आयौँ, डगको फार्ममा। अघि खुट्टा टाउकोहरू सानेको थियौँ बोइल। अनि हामीले बिस्कुट पनि लिएर गएको थियौँ। अनि बिस्कुट चाहिँ नखुलाउन मिल्दो रहेछ अहिले चाहिँ, एलर्जी जस्तै त्यस्तो टेस्टी बिस्कुट म्यारिगोल्ड बिस्कुट हामीले खान्छौँ नि, त्यस्तो चाहिँ खुलाउन नमिल्दो रहेछ। डगीहरूलाई एलर्जी हुँदो रहेछ। त्यसैले उहाँहरूले नै डगको बिस्कुट प्रोभाइड गर्नुभयो। उहाँहरूले नै एकदम सपोर्ट गर्नुभयो। अनि यसरी डगीहरूलाई खाना दिँदा चाहिँ एकदम खुसी लाग्यो। अनि मन पनि खुसी भयो। उहाँहरूले नै एकदम सपोर्ट गर्नुभयो, यताउति सबै गरिदिनु भयो। त्यसको लागि पनि अल केयर्स नेपाललाई धन्यवाद। अनि बिस्कुट चाहिँ हामीले यसरी फिर्ता गऱ्यौँ। अब केही भएन, पछि अर्कोचोटि आउँदा चाहिँ हामीले डगकै बिस्कुट लिएर आउँछौँ भन्ने सोचिरहेको थियौँ। अनि यताउति नास्ता खायौँ, खाएपछि यताउति भिडियो सिडियो गऱ्यौँ। अनि घर आयौँ। म चाहिँ साथीको घरै नै गएको थिएँ। अनि ट्याक्कै साथी घरमा चाहिँ यो सयपत्रीको फुल रोप्दै हुनुहुँदो रहेछ। अनि मम्मीले पनि फुल रोप्नुपर्छ आज बर्थडेको दिन भनेर भन्नुभयो। अनि त्यसैले हामीले रोप्दैछौँ, नयाँ जन्म दिनुपर्छ, नयाँ रुखहरू रोप्नुपर्छ भनेर भन्नुभएको थियो कि। अनि त्यही भएर हामीले पनि। अनि साथीको दिदीले चाहिँ सरप्राइज केक ल्याइदिनु भएको थियो। हामी त्यो बेजारले हामीले केक काट्यौँ, खानासाना खायौँ, मिलेर सेलिब्रेसन गऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि आजको दिनहरू यस्तै भयो, सबै हाँसी खुसी रमाइलो भयो। हजुरलाई कस्तो लाग्यो यो मेरो ब्लग? मेरो चाहिँ यो फर्स्ट टाइम ब्लग थियो, फर्स्ट टाइम भोइस गरेर। अनि मैले पनि साथीलाई गिफ्ट दिएँ, कुर्ता दिएको थिएँ। अनि उसलाई पनि एकदम राम्रो लाग्यो भनेर भनेको थिएँ। अनि आजको लागि यति नै। हजुरहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट लाइक गर्नु होला। अब यस्तै गरेर नयाँ ब्लग पनि आउँछ, सेकेन्ड ब्लग पनि आउँछ, सपोर्ट गर्नु होला। धन्यवाद।